हाम्रो चाहिँ पसल नै छ क्या न, तर मलाई याद छैन कि उम्, मलाई तिनटैचोटि यादै भएन मैले मतलब त्यो चाहिँ नि मम्मीले थोरै चाख्न दिनुभएको। अट्र्याक्टिभ एक्ज्याक्टली अट्र्याक्टिभ हुन्छ बो, मलाई त अट्र्याक्टिभ लाग्छ। तर मलाई चाहिँ नि जहिले ड्रिङ्क गर्ने मान्छेहरू मन पर्दैन। अनि ड्रिङ्क नगरेको हुन्छ नि, कहिले ड्रिङ्क नगरेको मान्छेहरू यति अट्र्याक्टिभ लाग्छ। मैले नि गरेको नि त, त्यही भएर लेट इट बी भन्छु। तर कहिले ड्रिङ्क नगरेको मान्छे इट्स जस्ट तिम्रो भन्छौ। अनि त्यसपछि पेट करायो मेरो, सुन्यो। म खाना खाएर अगाउँदाखेरि पनि कराउँछ क्या पेट, अनि त्यस्तै हुन्छ। अनि नअगाउँदा पनि कहिले ड्रिङ्क नगरेको मान्छे कस्तो हुने होला, भेरी एट्र्याक्टिभ। मैले कहिले गर्छु भनेको थिएन ड्रिङ्क, बट वी सुड एक्सपिरियन्स नि त। अब मैले भेटाएको छु धेरै नै, केटाहरू भेटाएको झन् धेरै। मतलब मैले भेटाएको होइन कि मेरो साथीहरू। म अब त्यो जुन दिन ड्रिङ्क गर्न गएको थिएँ नि, त्योमा त्यहाँनिर दुईवटा उसको साथी, उसको बोयफ्रेन्ड र उसको साथी आएको थियो। अनि दुइटैले ड्रिङ्क गर्दैन भनेको, कहिले नि गरे होइन, गर्दा नि गर्दिनँ, अनि कहिले नि गरे होइन भनेको थियो। अनि गर्दा नि नगर्दो रहेछ। King Hill wines are really good. You told me you never drank, right? तर कोही कोहीले त मेरो साथीहरूको बोयफ्रेन्डको साथीहरूले यस्तो के, अब मलाई चाहिँ नि मिलाइदिन्छ के भन्छ होइन। त्यो मिल्दिनँ म, त्यो बोल्दिनँ म बोल्न त, तर ड्रिङ्क पनि गर्दैन, स्मोक। मेरो साथीहरूले कसैको लागि केही कुरा गर्यो भने मलाई त्यस्तै भन्न खोज्छ कि, अनि बोल्दिनँ है। तर म त्यस्तो चेप्पाइते मान्छेहरूसँग घरले बोल्ने र न। अनि थर्ड टाइममा झन् हाँसे कि हाँसे, पागल जसरी नै बोले कि बोले, नाचे कि नाचे। तर एकदमै रमाइलो चाहिँ कहिले भएको थियो मलाई। मलाई काठमाडौँमा त रमाइलो खायो, तर जे भने नि तैँले रमाइलो छ। तर मेरो साथीहरू सबै घर गयो कि, बिकज ट्रेनिङ अर्को मन्थबाट हो फेरि, अनि त्यही भएर तिनीहरूले चाहिँ ब्याचलर जोइन गरेको छैन। के भनेर सनले I know about them. Okay. You told no. You must have drank because no one will third time के भएको सुनाउ न रे, भन्न भन्ने। रमाइलो भएको थियो। त्यही त नाचे कि नाचे भयो।